भुन्टी र भूपेन्द्रको बाटोमा भेट भए लगतै अब के भूपेन्द्रले भुन्टीसँग माफी माग्छन् त र भुन्टीले पनि के भूपेन्द्रलाई अब माफी दिन्छन् त? यो पक्कै पनि कदापि हुने छैन। किन भन्दाखेरि भुन्टीलाई भूपेन्द्रले धेरै दुःख दिइसकेको छन् र भूपेन्द्रले जसरी हुन्छ भुन्टीलाई अब केही नदिइकन डिभोर्स गर्न चाहन्छन्। किन भन्दाखेरि अलरेडी घरमै लिएर आफ्नो गर्लफ्रेन्ड राखेको छन्। त्यसैले गर्दाखेरि भुन्टीलाई आफ्नो जीवनबाट उनले जसरी हुन्छ निकाल्नको लागि खोजेको छन् र त्यो पनि 1 रुपियाँ केही पैसा नदिइकन यत्तिकै डिभोर्स गर्न चाहन्छन्। तर भुन्टीले भने जसरी हुन्छ आधा सम्पत्ति चाहिन्छ भनेर अडान राखेर सम्पत्तिको लागि मुद्दा हालिसकेपछि भूपेन्द्रले सम्पत्ति आफ्नो लग्ने भई भनेर रिसाले गएको थिए र बिच बाटोमै भुन्टीलाई भेट्दाखेरि भूपेन्द्र भने छाँबाट गए जस्तो भएका छन् र सोचेको छन् अब झनै मलाई सहज हुने भयो भनेर सोचेको होलान्। तर भुन्टीलाई यत्तिकै डिभोर्स दिन सहज छैन। किन भन्दाखेरि भुन्टीको साथमा सुकुमाया छन्। सुकुमायाले जबसम्म यो केसलाई आफूले हुन्छ भनेन तबसम्म भूपेन्द्रको परिवारको केही लाग्नेवाला छैन र उता भने बालकुमारी र भीम जेल परे लगतै भूपेन्द्रको परिवार सबैमा खैला बैला मचिएको छ र भूपेन्द्रलाई सबैले साथ छोडेको छन् र भुन्टीलाई सबैले सपोर्ट गरेको छन्। अर्थात् भूपेन्द्रको बाह्र दाइले भने भुन्टीलाई सपोर्ट गरेको छन्। त्यसैले गर्दाखेरि झनै भूपेन्द्र चिन्तामा परेको छन्। 1 रुपियाँ सम्पत्ति नदिइकन आफूले भुन्टीलाई आफ्नो जिन्दगीबाट अलग गर्न खोजेको थिए। तर भुन्टीले आधा सम्पत्ति चाहिन्छ भनेर सबै खोजी निधि गर्ने बेलामा भूपेन्द्रको भने सातो गएको थियो। त्यसैले भूपेन्द्र हतार गर्दै भुन्टीलाई भेट्न भनेर पुगेको थिए। तर जाने बेलामा बिच बाटोमै भुन्टीलाई भेटिसकेपछि भूपेन्द्र भन्ने एकछिन छक्क परेको छन्। त्यसै बेलामा त्यहाँ भने मास्टर पनि आइपुगेको छन्। मास्टरले भने हेरेको हेरी भएका छन्। यति धेरै दुःख दिने श्रीमान र यति धेरै टचर दिने र दुःख दिइरहेको श्रीमानलाई किन यति धेरै माया गरेको होला भनेर भुन्टीलाई एकहोरो हेरेको हेरी भएका छन् मास्टरले पनि। उता सुकुमाया गाउँ गए लगत्तै सबै खबरहरू टुक्रालाई भनेको छन् र भूपेन्द्रका परिवारलाई पनि सबै खबर गरिसकेको छन्। जब सबै खबर थाहा पाइसकेपछि भूपेन्द्र भने रिसको आवेगमा भुन्टीलाई खोज्दै निक्लेको थिए। जब भुन्टीलाई खोज्दै निक्लिने बेलामा भुन्टीको कोठामा पुग्ने बेलामै बाहिर उनी लोटेको थिए र एक्कासी भुन्टीले पनि देखेको थिए। भुन्टी त्यहाँ पुगेर भुन्नलाई पनि बचाएको थिए। हो द्याट्स अ भिन। जब भुन्टी एक्कासी आफ्नो अगाडि देखिसकेपछि भूपेन्द्रको भने एकछिन सातो गएको थियो र हेरेको